गाइजहरु आज चाहिँ हामीले पानीपुरी चाहिँ तयारी गरिरहेछौँ। यहाँ बुढाबुढी पानीपुरी खाने तयारी गरिरहेछौँ। लुले कम्पिटिसन गर्ने रे। मैले चाहिँ खासै खान त सक्दिनँ। अनि यहाँ पानीपुरी खाने भनेर यहाँ रेडी गरिसकेछौँ। ग्लोभ्स लगाइसकेछौँ। मुस्न लगाइरहेको छु है त। हेरौँ हाम्रो पानीपुरी कस्तो बन्छ। आटो तातो रहेछ नि। ल साथीहरु, पानीपुरी चाहिँ यहाँ रेडी भइसकेको छ है। पानीपुरी चाहिँ यहाँ रेडी भइसकेको छ। पानीपुरी खानु पर्यो कस्तो हुन्छ है। हजुरले सानोमा हालौँ कि ठुलोमा? यो चाहिँ आलु मुसेको अलिक छिटो छिटो खाने है। मैले त सक्दैन त चबाउन त। घाउ हुन्छ है। पिरो भएछ। गर्नु है। खाए है साथीहरु, आउनु होला पानीपुरी खान। के भन्नु लाग्नुभयो? मैले चाहिँ पानीपुरी खान जान्दिनँ। साँच्चै भन्नुपर्दाखेरि साथीहरु, मैले चाहिँ पानीपुरी खान जान्दिनँ है। पिरो पनि भएछ। पानी नि आफै हालेर खाने गर्नु पर्थ्यो क्या। अनि कसले छिटो खाने? मैले 4 वटा खाइसकेँ। घाउ भइसक्यो। यसमा टेस्टिङ वाटर हुन्छ कि हो? अजिनोमोटो हुँदो रहेछ नि। पानी कम भएछ। धेरै एमनीको होइन नि त। थाहा छैन। ल साथीहरु पुरै अब 2टा बजेछ। मलाई चाहिँ पुग्यो है। धेरै पिरो भयो। धेरै खान नि सक्दिनँ। पसिना आउला जस्तो भइसक्यो। होइन, आइसकेछ।